आफ्नो देशमा बसिपाउँ सरकार भन्न गाह्रो छ। अनि अब हामीले छानेको जनप्रतिनिधिको छोराछोरीले चाहिँ त्यस्तो गरिरहेछन् र ठिकै छ गरिरहेछन्, तर हामीलाई पनि हामी आम नागरिकलाई पनि युवालाई पनि बस्नलाई ठाउँ त हुनु पर्यो नि। विदेशिनु परेको छ, फर्केर नेपाल 10 वर्षपछि आउँ भन्दा गर्ने के? उता 3 लाख कमाइरहेछ, यहाँ 25,000 खान आउने, त्यो अवस्था पनि होला जस्तो छैन। जुन हिसाबमा चाहिँ युवा बाहिरिँदैछ त्यो तरिकामा यो पनि होला जस्तो छैन। तपाईको कुरा चाहिँ 16 घण्टा हामीले मेहनत गर्छौँ यहाँ, हजुर, मेहनत गरेर कर तिर्छौँ, हजुर, नेपो किड्सहरूले रजाइ गरिरहेछन्। नेपो किड्स नेता भएभरको जो चाहिँ यो गभर्नमेन्टमा ल्याभिस लाइफ, त्यो चाहिँ राडोको घडी लगाउने हो कि लुइस भुटनको ब्याग बोक्ने हो, नेताका छोराछोरीले मनमानी गरिरहेछन् भन्ने हो। राडो त अझ कमी भयो, रोलेक्स एपी के छ होइन, त्यो अब नाम नसुनेको ब्रान्डहरू पनि लाइरा हुन्छन्। अब त्यस्तो विलासिताको साथ चाहिँ बाँच्नलाई करदाताको चाहिँ रगत पसिना गएको छ है। हाम्रो करले मस्ती मारेछन् भन्ने हो। हाम्रो करले मस्ती मारेछन्, मस्ती मारे नि केही समस्या थिएन, केही थोरै काम त गर, यस्तो बसी खानै नपाउने अवस्था त पार्नु भएन नि होइन। अति भयो भन्ने हो, अति भयो भन्ने। खैर अब नेता त खराब भए, त्यो नेताको भारी चाहिँ जेन्जी पुस्ताले लहर नेताका छोराछोरीमाथि बोकाइदिएको छ। हजुर, अब तिनीहरूको त के दोष छ? दोषी त नेता हुन् नि भनेर भन्छन् मान्छे। हो, उनीहरूको किन बदनाम गरेको? श्रृङ्खला खतिवडाको किन बदनाम गरेको? यस्तो अब श्रृङ्खला खतिवडा प्रचण्डको छोरीदेखि लिएर नाति स्मिता दाहालसम्मको किन बदनाम गरेको? एउटा कुरा चाहिँ के भन्दा जयवीर देउवाका श्रीमान श्रीमतीको किन विरोध गरेको? होइन, यस्तो अब उनीहरू त एक हिसाबले ठुलै भइसके, वयस्क भइसके, 18 वर्ष नागिसके, उनीहरूलाई थाहा छ यो पैसा कसरी आएको। मेरो बुवाको स्यालेरी त यति छैन, मेरो यो लाइफस्टाइल धान्ने खालको। गङ्गा दाहालले बोकेर हिँडेको गुचीको ब्याग किन देखि नसकेको? देखि नसकेको भन्दाखेरि कहाँबाट पैसा आयो त? मलाई बाँच्न यति गाह्रो छ, मैले केही न करप्सन गरेछ न केही छ होइन, मैले त सिधा तरिकामा आफ्नो काम गर्छु खान्छु। मलाई चाहिँ यस्तो गाह्रो छ, सरकारी प्रावधान एउटा व्यवसाय गर्नलाई कति गाह्रो छ भने त्यो चाहिँ इलिगल धनमा चाहिँ कसैले पनि त्यो रमाइलो गरेको देख्दाखेरि त्यो अनफेयर फिल हुन्छ कि। भनेको नेपालमा गरिब जनतासँग जसले मजदुरी गरिरहेका छन्, जसले मेलापात गरेर कर बुझाउने पनि त छन् नि जनता त होइन। हजुर हजुर, सानोतिनो व्यवसाय चलाइरहेका छन्, उनीहरू धरापमा छन्, उनीहरू रिस्क जोनमा छन् भनौँ न। उनीहरूले तिरेको करबाट गरिब जनतामाथि शोषण गरेर छोराछोरीले ल्याभिस लाइफ चाहिँ। हजुर हजुर हजुर, अब यो त्यो बनाउने इन्भाइरोमेन्ट क्रिएट गरेर डिरेक्टली यो नेपो किड्सहरूले भनौँ न आफै त करप्सन गरेन, गरेको त बाउ आमाले हो, तर पैसा कताबाट आयो भन्ने त उनीहरूलाई थाहा छ। र एक हिसाबले मैले यो के भन्छ यो ब्ल्याक मनी भनौँ कि अब के भनौँ, यो अनैतिक खालको धन कि नैतिक धन त होइन हो, त्योबाट चाहिँ अब यस्तो अन्डर टेबल मनी भनौँ, अन्डर टेबलै मनी भनौँ, त्यस्तो पैसाले चाहिँ मोज मस्ती गरेर होइन सोसियल मिडियामा देखाउँदाखेरि हाम्रो त मन पोल्ने भइहाल्यो नि, नपोल्ने त कुरै भएन। यो ज्वेलर्स फिल गरे हो कि साँच्चै यिनीहरूले अपराध गरिरहेछन् भन्ने? मेरो खल्तीबाट चाहिँ पैसा निकालेर अरूले चाहिँ मोज गरिरहेछ, म चाहिँ कमाउन पुरा पसिना निकालेर दौडिरहेको छु भने यो के भन्नुहुन्छ तपाईँ? यसलाई जेलसी हो कि एकदम हुनै पर्ने एउटा ह्युमनमा आउने खालकै फिलिङ हो? फेयर हो र यो हामीलाई? मेरो पैसाको के अरे मेरो पकेटको पैसा, मेरो सम्पत्ति होइन, मेरो ट्याक्स, अनि त्यसमा चाहिँ कसरी मोज गर्छ र हामीलाई चाहिँ यस्तो दुःखदायी अवस्था छ देशमा भने यो त एकदम फेयर हो नि। यो फिलिङ त आइहाल्छ नि मान्छेलाई। बिहान के खाउँ, बेलुका के खाउँ, मोटरसाइकलमा तेल कसरी हालौँ भन्ने अवस्था छ। मोटरसाइकल सर्भिस गर्नु पर्यो भने सोच्नुपर्ने अवस्था छ। 17,000 कि कति चाहिँ तपाईँको के भन्छ त्यो वार्षिक कर बुझाउने होइन, त्यो पनि होइन, बेसिक स्यालेरी चाहिँ बेसिक स्यालेरी त्यति छ। सानो व्यवसायीले त्यो तिरेर सस्टेन गर्नै सक्दैन एउटा कुरा है। अब स्मल बिजनेसेसलाई न प्राथमिकता छ, ठुलो व्यवसायीले त मिलाइहाल्छन् जसरी यताउता, उनीहरूको त अलरेडी कनेक्सन हुन्छ। भनेपछि नेपालमा मेजोरिटी चाहिँ कुन छ? ठुलो व्यवसाय छ कि सानो व्यवसाय छ? तपाईँ सटरभरि किराना पसल फार्मेसी के देख्नुहुन्छ, धेरै त्यो सानो व्यवसाय छ नि त। अनि हामीले सहजीकरण खोइ, हामीले सजिलो पारेको खोइ, दुःखमाथि दुःख, कर भन्यो यो भन्यो त्यो भन्यो, बेसिक स्यालेरी त सरकारले तोक्छ, तिर्नलाई त गाह्रो हुन्छ होइन। यो नेपो किड्स एगेन्स्ट जेन्जी हो कि करप्सन एगेन्स्ट जेन्जी हो कि पोलिटिसियन एगेन्स्ट जेन्जी हो कि के हो खासमा? होइन, जेन्जी अगेन्स्ट अनैतिक कुराहरू है। अब त्यो हामीले नेपो किड्स त अब के हो, त्यो मान्छेप्रति त के हो र हाम्रो त सिस्टमप्रति चाहिँ डिसअपोइन्टमेन्ट हो
हामी निराश चाहिँ सिस्टमसँग हो, अहिलेको परिपाटीसँग, अहिलेको परिपाटीसँग। हजुर, अब तपाईँहरूलाई साँच्चै के लाग्छ अहिलेको अब प्रधानमन्त्री केपी ओलीले के भन्नुहुन्छ भने मेरो सन्तान पनि छैन, यो देशभरिका युवा युवती चाहिँ मेरा छोराछोरी हुन्, हजुर, म तिनीहरू सबैको साझा अभिभावक बन्नुपर्छ भनेर भाषणमा भन्नुहुन्छ। हजुर, तपाईँहरूलाई लाग्दैन साँच्चै कि अभिभावक यो देशको हाम्रो अभिभावक भनेको केपी शर्मा ओली हो भन्ने लाग्दैन? होइन, अब अभिभावक कुन सेन्समा भन्ने हेर्नु है, अब सबतिरबाट गाह्रै भइरहेको छ हामीलाई। अभिभावक भए त दुःख भएको त देखिसक्दैन नि अभिभावकले, होइन? अब त्यो देखिसकेका छन्। अब हिजो एकजनालाई चाहिँ ठक्कर हान्यो रे, जसरी जे भनेर ठक्कर हान्योस् त्यसलाई सामान्य त भन्न मिल्दैन नि। 11 वर्षको चाहिँ सानो नानीलाई चाहिँ जसरी ठक्कर हान्दाखेरि उइकेर गएको मन्त्रीको गाडीले ठक्कर हान्यो, उइकेर गएको, अब थाहा छैन त्यहाँको स्पिड लिमिट कति हो, कुन स्पिडमा थियो, त्यो फुटेजमा हेर्दा त्यो देखिन्छ। उइकेर गएको, अब हानेर भाग्नु भएन, त्यो चाहिँ मन्त्री लाइक बिहेभियर भएन। अकाउन्टेबल त हुनु पर्यो नि, थोरै त्यो त दिनु पर्यो नि। के भन्छ त, त्यसमै प्रधानमन्त्रीले भन्नुभयो यो सामान्य घटना हो भनेर भन्नु। त्यो सामान्य घटना त कसरी मान्न सकिन्छ? हानेर भाग्नु त त्यो त सामान्य भएन, होइन? त्यही हो। खैर, अब सोसियल साइटहरू अहिले बन्द भयो, हजुर, तपाईँहरू पनि अवगत हुनुहुन्छ यो विषयमा, हजुर, होइन? अब तपाईँहरू जेनजी जेनेरेसन झन् अवगत नहुने कुरै भएन। हजुर, यो सोसियल साइट बन्द गरिसके पछाडि अब हामीले आन्दोलन गर्नुपर्छ, प्रोटेस्ट गर्नुपर्छ भन्ने त्यो फिलिङ भएको हो, त्यो स्ट्राटेजी बनेको हो, या पहिलेदेखि तपाईँहरू प्लानिङमा हुनुहुन्थ्यो? होइन, यस्तो हेर्नु, म त अब व्यवसाय गर्छु है, म खासमा इन्भल्भ पनि थिइनँ। अलि टाइम पहिला चाहिँ अब म पोलिटिक्समा थिएँ, 18-19 वर्षको हुँदाखेरि। कुन पार्टीमा हुनुहुन्थ्यो? म पार्टी भन्दा पनि म अब एक्टिभिस्ट तरिकाको थिएँ, अभियन्ता टाइपको, हजुर, थिएँ। त्यसपछि मैले ल अब यसो हेरेँ मान्छे वरिपरि भएको, अब यस्तो मान्छेले सरकार हेड गऱ्यो भने हामी कतै पुग्दैन, बरु सुरुमा आफ्नै राम्रो गरौँ, त्यसपछि देशको गरौँला भन्ने सोचे हो। म एकदम सामान्य मान्छे, म पहिला आफू इस्टाब्लिस हौँ, हजुर, पहिला आफ्नो लागि परिवारको लागि केही गरौँ, समाजको लागि गरौँ, अनि देशको लागि गरौँला भनेर तपाईँहरू व्यवसायमा लाग्यो। त्यही एक हिसाबले निराश भएर सकिँदैन भनेर चाहिँ मैले हार मानेर नै है, जे कुरा पनि जित्ने भन्ने हुँदैन रहेछ। जिन्दगीले त्यो सिकायो, मेरो टाइमले त्यो सिकायो पोलिटिक्समा। तर अब अहिले यो वेभ आउँदाखेरि, जेनजीले चाहिँ यस्तो फ्रस्ट्रेसन पोख्दाखेरि अब यो मोमेन्टमलाई चाहिँ हामी लिन्छौँ। कहिलेदेखि क्याच गर्नुभयो यो मोमेन्ट? होइन, यो त रिसेन्टली सोसियल मिडिया ब्यान भयो। मेरो आफ्नो फ्रस्ट्रेसन त थियो हेर्नुहोस्, तर मेरो एक्लो फ्रस्ट्रेसनले त केही गर्ने गुम्सिएर बसेको थियो त्यो। हजुर, बाहिर पोख्न सक्नु भएको थियो? हजुर, बाहिर पोख्न सकेको थिएन। तर अब भएको चाहिँ यो कलेक्टिभ फ्रस्ट्रेसन, मेरो उमेरका वा मेरो उमेरभन्दा सानो अथवा ठुलो चाहिँ जो छन्, यो सबै कलेक्टिभ फ्रस्ट्रेसनले चाहिँ मेबी वी क्यान ब्रिङ अ चेन्ज इन दिस कन्ट्री भन्ने चाहिँ हाम्रो आशा हो। कतिपयले के भन्छन् भने यस्ता प्रोटेस्टहरू त माइती गठबन्धनका सडकमा त कति भए त्यो भनौँ, होइन? त्यो चाहे एमसिसीको विरोधको आन्दोलनमा किन नहोस्, त्यस पछाडिका अनेकौँ आन्दोलनमा सरकारको एगेन्स्टमा हामी आजै सत्ता पल्टाइदिन्छौँ, भोलि नै पल्टाइदिन्छौँ, हामी परिवर्तन ल्याएरै छाड्छौँ भनेर कति अभियन्ताहरू सडकमा लाठी खाए, कतिले बुट बजारे, कतिमाथि बुट बजारियो। ती परिदृश्यहरू हामीले यत्रो तत्रो सर्वत्र देखिँदै आएको। यो जेनजीको आन्दोलनलाई के न पो हुन्छ र भनेर मान्छेहरूले भनिरहेको छ। होइन, किन हुन्छ